हेलो सबैजनालाई नमस्ते है। उहाँ चाहिँ हाम्रो कैलालीको पवेरा भन्ने ठाउँको एकजना वैद्य अङ्कल हुनुहुँदो रहेछ। उहाँले चाहिँ यो हाड जोड्ने भयो, नसा सड्केको चाहिँ उपचार गर्नुहुँदो रहेछ। अनि यस ठाउँमा म पनि गएँ है। उहाँले चाहिँ जे होस् नसाहरू छामेर पत्ता लगाउने र त्यो सड्केको मड्केकोलाई चाहिँ सही ठाउँमा ल्याउनुहुँदो रहेछ। उहाँकोमा चाहिँ एक दिनमा केही नभए पनि नर्मल 40-50 जना चाहिँ आउनुहुँदो रहेछ। जस धेरै टाढा टाढादेखि उहाँबाट सेवा लिने मौका मैले पनि पाएको छु र भिडियो तपाईँहरूको लागि केही जानकारी मूलक होस् भनेर उहाँको नम्बर सहित म राखिदिनेछु। बुवा नमस्ते। नमस्कार हजुर। नमस्कार। हजुरको शुभ नाम? रामदास कठरिया। यो चाहिँ कुन ठाउँ पर्यो गरे यो कैलाली गाउँपालिका वार्ड नम्बर 5 पवेरा। ए हजुरले यो सम्बन्धी काम गर्न लागेको कति वर्ष भयो नि? यो मेरो लगभग 40 वर्ष भइगयो हजुर यो काम गर्दाखेरि। अनि यो काम चाहिँ कसरी सिक्नुभयो? यो पहिला बाजे थियो हजुर, बाजेबाट सिकेको हो। अनि बाजे त अब बितिहाल्यो। ए सानोबाट बाजे सानैदेखि म गरिरहेको छु। आज देख्यो होइन कि बहुत सानोदेखि गरिरहेको छु। भने चाहिँ अहिलेसम्म जे होस् धेरै व्यक्तिलाई आजसम्म त अहिले कोही यस्तो मेरो हातबाट त कोही त्यस्तो भएको छैन। हजुर, निको नहोस् तर टाइम लाग्छ। कसै कसैको टाइम लाग्छ, कसै कसैको त एकैचोटिमा चट्ट निकालिदिन्छु। यस्तो हुन्छ जति नयाँ त्यति राम्रो, जति पुरानो त्यति गाह्रो हुन्छ, त्यति टाइम लाग्छ हजुरलाई। ए नयाँ भयो नि त्यो हजुर हजुर। अब हजुरले चाहिँ गर्ने नसा र हड्डी टुटे फुटेको भयो, टुटे फुटेका अनि नसा चट्टेको। जे होस् हजुरको आएर उपचार लिने व्यक्तिहरू धेरै हुनुहुन्छ। हजुर हजुर। अरे मान्छे त अब के भन्ने, अब कमसे कम 100-200 मान्छे डेलीका डेली। ए म पनि अहिले अब सुर्खेतदेखि आयो होइन, उपचार गरेँ केही एकै सर्टमा अलिकति धेरै रियलाइज भयो, अलिकति सन्चो भयो जस्तो। फेरि मैले 1-2 दिन देखाउँछु हजुरलाई। ल राम्रोसँग उपचार गरिदिनु पर्ला। ल सबैजनाले हजुर एकदम। उहाँ चाहिँ अहिले एकदम मिडियामा भाइरल हुनुभएको छ होइन। अब त्यही भएर म पनि यहाँ आइपुगेँ। जस राम्रै लाग्यो उपचार गर्ने उहाँको विधि चाहिँ। हस् धन्यवाद। ल।